एसिम्प्टोट्स भनेपछि के बुझिन्छ भन्दाखेरि सपोज हामीसँग एउटा कर्भ छ जसको इन्फाइनाइट ब्रान्च छ है, जसको इन्फाइनाइट ब्रान्च छ, अनि हामीसँग कुनै एउटा स्ट्रेट लाइन छ अरे। यो स्ट्रेट लाइन कस्तो भन्दाखेरि यहाँपट्टि एउटा पोइन्ट लियौँ अनि परपेन्डिकुलर तानौँ, हो कि होइन? यसरी तानौँ, यसको लेन्थ एल आयो अरे। अब यो पोइन्ट पी लाई यता लिएर जाउँ, पोइन्ट पी यता लियौँ, परपेन्डिकुलर तानौँ, यो लेन्थ एल छ अरे। पोइन्ट पी परपेन्डिकुलरको लेन्थ एल छ अरे। त्यस्तो गर्दै गर्दै जाऊँ, यसरी परपेन्डिकुलर तान्दै जाऊँ हैन। यदि के भयो त p टेन्ड्स टु इन्फिनिटी अलोङ द कर्भ हुँदाखेरि के आयो त लेन्थ l टेन्ड्स टु 0 आयो अरे। यो लेन्थ l टेन्ड्स टु 0 आयो भने we say that the line capital L is an asymptote to the curve C है। एसिम्प्टोट को जियोमेट्रिकल कन्सेप्ट चाहिँ यस्तो हुन्छ। अब एसिम्प्टोट भनेपछि स्ट्रेट लाइन भनेपछि एसिम्प्टोटहरु कति थरीको हुन्छ त? स्ट्रेट लाइन त तीनटा थरीको हुन्छ इन अ कार्टेसियन सिस्टम। एउटा हरिजन्टल लाइन भनेपछि एउटा कर्भको के आउन सक्छ त? हरिजन्टल एसिम्प्टोट आउन सक्छ। एउटा कर्भको हरिजन्टल एसिम्प्टोट आउन सक्छ, एउटा कर्भको भर्टिकल एसिम्प्टोट आउन सक्छ, भर्टिकल एसिम्प्टोट आउन सक्छ, अर्को कर्भको अर्को चाहिँ के आउन सक्छ त? स्ल्यान्ट अथवा अब्लिक एसिम्प्टोट आउन सक्छ। स्ल्यान्ट अथवा अब्लिक एसिम्प्टोट आउन सक्छ है त। हामीले यो जस्तोसुकै कर्भको लागि पनि हामीले यो डिफाइन गर्न मिल्छ हैन। यो हामीले तर हामीले अहिले कन्सिडर गर्ने कर्भ भनेको एक्सप्लिसिट कर्भ्स मात्रै हो, एक्सप्लिसिट कर्भ्सको लागि मात्रै हो है। एक्सप्लिसिट कर्भ्स भनेको y इक्वल टु fx टाइपको कर्भ, यस्तो कर्भलाई चाहिँ हामीले के भन्छौं? एक्सप्लिसिट कर्भ्स भन्छौं है। यस्तो कर्भको लागि मात्र हामीले के गर्छौं? एसिम्प्टोटहरु कन्सिडर गर्छौं। अनि यस्तो खाले जनरल फर्ममा इन जनरल चाहिँ हामीले के गर्छौं त? इन जनरल चाहिँ हामीले यो हरिजन्टल र भर्टिकल एसिम्प्टोट मात्र गर्छौं अहिलेलाई। यो स्ल्यान्ट एसिम्प्टोट इन जनरल डिस्कस गर्दैनौं। अर्को भिडियोमा चाहिँ हामीले के गर्छौं भन्दाखेरि रेशनल फंक्शन्स छ। रेशनल फंक्शन्सलाई पनि हामीले यसरी नै ट्रिट गर्न मिल्छ है। रेशनल फंक्शन्सलाई पनि हामीले अहिले जनरल केसमा गरे जस्तै गरेर ट्रिट गर्न मिल्छ। यो रेशनल फंक्शनको लागि चाहिँ एकदमै के त एकदमै एउटा चाहिँ नि अल्टरनेटिभ एकदम राम्रो अल्टरनेटिभ तरिका छ। यसको लागि चाहिँ हामीले अल थ्री एसिम्प्टोट्स कन्सिडर गर्छौं। अल थ्री एसिम्प्टोट्स हामी निकाल्ने प्रयास गर्छौं है त। यदि छ भने निकाल्ने प्रयास गर्छौं। अब एउटा कुरा के बुझ्नु भन्दाखेरि इन्फाइनाइट ब्रान्च हुँदैमा एसिम्प्टोट हुनै पर्छ भन्ने जरुरी छैन। जस्तै एसिम्प्टोट नहुने कर्भहरु, कर्भ्स विदाउट एसिम्प्टोट्स, कर्भ्स विदाउट एसिम्प्टोट्स, यो भनेको कस्तो त हेरौँ है। कर्भ्स विदाउट एसिम्प्टोट्स भनेको यो भनेको के हो त? कर्भ्स विदाउट एसिम्प्टोट्स भनेको कस्तो कस्तो हुन सक्छ त? जस्तै सर्कल भनेको कर्भ हो। अब त्यो y इक्वल टु fx को फर्ममा त लेख्न मिल्दैन। सर्कल भन्ने कर्भ हो, सर्कल पनि एउटा कर्भ हो, त्यसको चाहिँ के भएन त? एसिम्प्टोट हुँदैन। एलिप्स पनि एउटा कर्भ हो जुन अब एक्सप्लिसिट फर्ममा त लेख्न मिल्दैन, तर के भएन त यसको सर्कल भनेको कुन फर्ममा हुन्छ? x स्क्वायर प्लस y स्क्वायर इक्वल टु a स्क्वायर को फर्ममा हुन्छ। एलिप्स भनेको x स्क्वायर बाइ a स्क्वायर प्लस y स्क्वायर बाइ b स्क्वायर इक्वल टु 1 हुन्छ। यिनीहरुको एसिम्प्टोट हुँदैन। पोलिनोमियल कर्भ्स, पोलिनोमियल कर्भ्स को एसिम्प्टोट हुँदैन। यो कुनै नि प्रुभ गर्नु पर्दैन, जस्ट एक्जाम्पल हो। y इक्वल टु sin x भन्ने कर्भको एसिम्प्टोट हुँदैन, साइन कर्भको। y इक्वल टु cos x भन्ने कर्भको कुनै पनि एसिम्प्टोट हुँदैन, तीनटै एसिम्प्टोट हुँदैन हैन। यो cos x भन्दा पनि यो कोसाइन फंक्शन है, cos ax plus b नै इन जनरल cos ax plus b फर्म को, sin ax plus b फर्म को। यिनीहरुको के हुँदैन त?
एसिम्प्टोटहरु हुँदैन। ओके, एसिम्प्टोटहरु हुँदैन। अब यति भइसकेपछि हामीले हरिजन्टल एसिम्प्टोट कस्तोलाई भन्ने त हेरौँ है। हरिजन्टल एसिम्प्टोट कस्तोलाई भन्ने त? हरिजन्टल एसिम्प्टोट भनेको हरिजन्टल लाइन हो है। We say x tends x equal to a is a एकछिन यो vertical asymptote पो त भयो। We say y equal to b is a horizontal asymptote if कि त limit x tends to infinity कर्व चाहिँ कस्तो y equal to fx कर्व है, y equal to fx कर्व। if limit x tends to infinity fx चाहिँ के हुनु पर्यो कि त यो equal to b हुनु पर्यो or limit x tends to infinity fx भनेको के हुनु पर्यो, x tends to minus infinity fx भनेको चाहिँ b हुनु पर्यो। अब हामीले के गर्ने त, यो डेफिनेसन युज गर्ने भए how to find horizontal asymptote, how to find horizontal asymptote है त, how to find horizontal asymptote। horizontal asymptote निकाल्नको लागि के गर्ने त, दुईटै क्याल्कुलेट गर्ने। यता हेरौँ यो र यो दुईटै क्याल्कुलेट गर्ने, किनभने limit x tends to infinity fx अनि limit x tends to minus infinity fx के हुन्छ त, यो दुईटा फरक आउन सक्छ। फरक आयो भने दुईटा हरिजन्टल एसिम्प्टोट आउँछ। क्याल्कुलेट यो चाहिँ के गर्नु पर्यो त, हामीले यसलाई चाहिँ हामीले क्याल्कुलेट गर्नु पर्यो है। यसलाई चाहिँ हामीले क्याल्कुलेट गर्नु पर्यो। यसलाई के गर्नु पर्यो त, क्याल्कुलेट गर्नु पर्यो। यसलाई क्याल्कुलेट गर्नु पर्यो। यदि यो फाइनाइट आउँछ भने यो इक्वल टु L1 अनि फाइनाइट आउँछ भने के भयो त, y इक्वल टु L1 भनेको एउटा के हुने भयो, हरिजन्टल एसिम्प्टोट हुने भयो। यो फाइनाइट L2 आयो भने के भयो त, यो फाइनाइट L2 आयो भने y इक्वल टु L2 भनेको के हुने भयो, y इक्वल टु L2 भनेको पनि हरिजन्टल एसिम्प्टोट हुने भयो। यो फाइनाइट यो दुईटै इक्वल आयो भने के भयो त, L1 र L2 इक्वल आयो भने के भयो, एउटै भर्टिकल एसिम्प्टोट हरिजन्टल एसिम्प्टोट। यो दुईटा अलग अलग आयो भने के भयो त, अलग अलग आयो भने सिंगल हरिजन्टल एसिम्प्टोट। एउटा फाइनाइट अर्को इन्फाइनाइट आयो भने पनि सिंगल हरिजन्टल एसिम्प्टोट। दुईटै इन्फाइनाइट आयो भने चाहिँ के भयो त, दुईटै इन्फाइनाइट अथवा डज नट एक्जिस्ट आयो भने चाहिँ के भयो, यसको चाहिँ के रे हरिजन्टल एसिम्प्टोट नै छैन। इफ एटलिस्ट के रे दुईटै के भयो त, दुईटै नन फाइनाइट आयो रे, दुईटै नन फाइनाइट आयो रे, यो दुईटै बोथ नन फाइनाइट। नन फाइनाइट भनेको के हो त, कि त इन्फाइनाइट आउनु पर्यो, बोथ नन फाइनाइट आयो भने चाहिँ के हुन्छ त, नन फाइनाइट को मिनिङ के हो, प्लस इन्फिनिटी माइनस इन्फिनिटी अनि लिमिट डज नट एक्जिस्ट। यो आयो भने चाहिँ के भयो, नो हरिजन्टल एसिम्प्टोट है त, नो हरिजन्टल एसिम्प्टोट। यसरी बुझ्नु पर्यो। ओके, अब भर्टिकल एसिम्प्टोट को लागि के गर्ने त हेरौँ। भर्टिकल एसिम्प्टोट को लागि पहिला खै यसको अलिकति एक्जाम्पलहरु हेरौँ, बुकको एक्जाम्पलहरु। जस्तै हामीलाई यहाँ हेरौँ है, हामीलाई के भनेको छ त, एक्सरसाइज 2.3 मा के को निकाल भनेको छ त हामीलाई। एक्सरसाइज 2.3 मा 3 को f को हेरौँ है। y इक्वल टु 1 बाइ x प्लस 2 भन्ने कर्व छ। यसको हरिजन्टल एसिम्प्टोट निकाल्नु पर्यो। हरिजन्टल एसिम्प्टोट निकाल्नको लागि के गर्ने त, यो भनेको fx दिएको छ, लिमिट x टेन्ड्स टु इन्फिनिटी fx गरेर हेरौँ। लिमिट x टेन्ड्स टु इन्फिनिटी fx गरेर हेरौँ। यो भनेको कति आउँछ, लिमिट x टेन्ड्स टु इन्फिनिटी 1 बाइ x प्लस 2 आयो। यो लिमिट कति आउँछ, यो लिमिट त इन्फिनिटी आउँछ, यो हो कि हैन। भनेपछि
कन्स्ट्यान्ट बाई इन्फिनिटी फर्म आयो भने कति हुन्छ त यसको लिमिट 0 भयो। यहाँबाट के थाहा भयो त y इक्वल टु 0 इज अ हरिजन्टल एसिम्प्टोट भनेर थाहा भयो। ओके, हरिजन्टल एसिम्प्टोट भनेर थाहा भयो। कुरो बुझ्यो नि? यो पनि र्याशनल फंक्सन हो। र्याशनल फंक्सन हामीले प्रपर चाहिँ यसमै गर्छौं, इम्प्रपरको लागि मात्र अलग गर्छौं है। र्याशनल इम्प्रपर र्याशनल फंक्सनको लागि अर्को भिडियोमा गर्छौं है त। यो भयो y इक्वल टु 0 इज अ हरिजन्टल एसिम्प्टोट। त्यसरी नै अब टेन्स टु माइनस इन्फिनिटी गरेर हेरौँ त कुनै नयाँ आउँछ कि। लिमिट x टेन्स टु माइनस इन्फिनिटी 1 बाई x प्लस 2 हुन्छ। x को लिमिट माइनस इन्फिनिटी भयो भनेपछि x प्लस 2 को लिमिट पनि कति हुन्छ? यो माइनस इन्फिनिटी नै हुन्छ। यहाँ कति आयो त 0। 0 ले के दियो त? यसले पनि के दियो? एउटै दियो। दुईटै फाइनाइट आयो सेम छ भनेपछि यसको हरिजन्टल एसिम्प्टोट कतिवटा हुने भयो त? ओन्ली एउटा हुने भयो। ओन्ली वान हरिजन्टल एसिम्प्टोट व्हिच इज y इक्वल टु x, कि y इक्वल टु 0 व्हिच इज द x एक्सिस। एउटा मात्र यसको हरिजन्टल एसिम्प्टोट हुने भयो है। यस्तो भयो। कुरो बुझ्यो होला है। त्यसरी नै के हुन्छ भन्दाखेरि भर्टिकल एसिम्प्टोट हुनको लागि चाहिँ के हुनु पर्यो त? यहाँ हेरौँ है। अलाइन x equal to a is said to be a vertical asymptote of के भन्ने त? vertical asymptote of y of the curve represented by y equal to fx if यो चारवटामा एउटा होल हुनु पर्यो है। if any one of the following holds, कि त लिमिट x टेन्स टु a फ्रम प्लस लिँदाखेरि के हुनु पर्यो? प्लस इन्फिनिटी आउनु पर्यो, कि त लिमिट x टेन्स टु a फ्रम प्लस लिँदाखेरि माइनस इन्फिनिटी आउनु पर्यो, कि त लिमिट x टेन्स टु a फ्रम माइनस गर्दाखेरि के आउनु पर्यो? प्लस इन्फिनिटी आउनु पर्यो, कि त लिमिट x टेन्स टु a फ्रम माइनस गर्दाखेरि माइनस इन्फिनिटी आउनु पर्यो है। यस्तो भयो। ओके, यस्तो हुनु पर्यो। यो चारवटामा एउटा मात्र पनि मिल्यो भने चाहिँ के भन्छौं? x इक्वल टु a चाहिँ हाम्रो के भयो त? भर्टिकल एसिम्प्टोट हुने भयो। भनेपछि हाउ टु क्याल्कुलेट भन्दाखेरि हाउ टु फाइन्ड भर्टिकल एसिम्प्टोट भनेर भन्यो भने चाहिँ कसरी बुझ्नु त? यसमा सिम्पल छ। फाइन्ड a such that one of the above limit holds, अब इन जनरल के भयो त? डिनोमिनेटर 0, इन जनरल भन्दा पनि पार्टिकुलरली के त? डिनोमिनेटर 0 हुने गरी, डिनोमिनेटर 0 हुने भ्यालुज अफ x गिभिङ particularly यस्तो values of x such that denominator equal to 0 भयो भने चाहिँ यो चाहिँ के भयो त? पोसिबल है। पोसिबल सधैं हुनुपर्छ भन्ने छैन। पोसिबल भर्टिकल एसिम्प्टोट हुन्छ। यिनीहरू मध्ये नै पर्छ। यदि यिनीहरू मध्ये नै पर्छ भन्दा नि यिनीहरू चाहिँ पोसिबल भर्टिकल एसिम्प्टोट्स हो। र्याशनल फंक्सन दिएको छ भने चाहिँ यिनीहरू मध्ये नैबाट पर्छ है। पोसिबल
भर्टिकल एसिम्प्टोट चाहिँ हुन्छ। यो कुरो बुझ्यो है। जस्तै अहिलेको एक्जाम्पलमा हेरौँ त, अहिलेको एक्जाम्पलमा भर्टिकल एसिम्प्टोट कसरी निकाल्ने त? भर्टिकल एसिम्प्टोट भनेको लिमिट के दिएको थियो हामीलाई, y इक्वल टु fx इक्वल टु fx इक्वल टु 1 बाई x प्लस 2 थियो। अब यसमा हेरौँ त डिनोमिनेटर 0 कतिमा हुन्छ? डिनोमिनेटर इक्वल टु 0 गरिदिउँ त, यसमा डिनोमिनेटर इक्वल टु 0 गरिदिउँ त के आउँछ? x इक्वल टु -2 आउँछ, हो कि हैन? भनेपछि यो -2 को लिमिट लियो भने चाहिँ के हुन सक्छ त? भर्टिकल एसिम्प्टोट हुन सक्छ। अनि र्याशनल फंक्सन भएको हुनाले यहाँ त अरु कुनै पनि x को अरु कुनै पनि भ्यालु राख्दा फाइनाइट आउँछ, फाइनाइट लिमिट आउँछ, डाइरेक्ट सब्स्टिट्युसनबाट आउँछ। लिमिट x टेन्ड्स टु एनी नम्बर a गरिदिउँ, फ्रम प्लस फ्रम माइनस, जेसुकै गर, ल प्लस नै गरिदियो। 1 बाई x प्लस 2 भनेको कति आउँछ? 1 बाई a प्लस 2 नै आउँछ, एज लङ एज a इज नट इक्वल टु -2, डाइरेक्ट सब्स्टिट्युसनबाट आउँछ। फ्रम माइनस गर्यो भने पनि यति नै आउँछ। भनेपछि x इक्वल टु -2 बाहेक अरु कुनैले पनि के दिँदैन? इन्फाइनाइट लिमिट दिँदैन है, अरु कुनैले पनि इन्फाइनाइट लिमिट दिँदैन। त्यही भएर अहिले हामीले कन्सिडर गर्ने फंक्सनहरुमा चाहिँ, त्यस्ता फंक्सनहरुमा चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि, त्यस्ता फंक्सनहरुमा चाहिँ हामीले के बुझ्नु पर्छ त भन्दा, यसमा डिनोमिनेटर इक्वल टु 0 हुँदाखेरि नै भर्टिकल एसिम्प्टोटहरु आउने चान्स हुन्छ। अब यसको लागि के गर्ने त हेरौँ। लिमिट x टेन्ड्स टु 2 फ्रम वान अफ देम, कि त प्लस लिदिउँ कि त माइनस लिदिउँ। प्लस लिएपछि कि यो नभए यो, माइनस लिएपछि कि यो नभए यो आउँछ है। लिमिट x टेन्ड्स टु -2 फ्रम प्लस नै लिदिउँ न, मिलेन भने माइनस लिएर हेरौँला। fx भनेको कति हुन्छ त? लिमिट x टेन्ड्स टु -2 फ्रम प्लस 1 बाई x प्लस 2 हुन्छ यो, हो। अब x प्लस 2 भनेको कस्तो भयो त? x प्लस 2 को ग्राफ भनेको y इक्वल टु ग्राफ अफ डिनोमिनेटर, ग्राफ अफ डिनोमिनेटर, ग्राफ अफ डिनोमिनेटर भनेको y इक्वल टु, यसलाई साइ x भनिदिउँ, यो भनेको कति? साइ एन्ड फाइ x भनिदिउँ, यो भनेको x प्लस 2, ओके। यो y 0 राख्दिउँ त, y 0 राख्दिउँ, x भनेको -2 आउँछ, x भनेको -2 आउँछ। यहाँबाट यसरी लाइन बनाइदिउँ, यो -2, 0, -2, 0, यो भनेको कति भयो त? x इक्वल टु 0 राख्दियो, y भनेको 2 आउँछ। यो भनेको ग्राफ अफ डिनोमिनेटर हो है, यो भनेको ग्राफ अफ डिनोमिनेटर हो। ओरिजिन x एक्सिस, y एक्सिस यही भयो। अब हामीले के गर्दिने भन्दा, हामीले x टेन्ड्स टु 2 फ्रम प्लस लिइराको, x टेन्ड्स टु 2 फ्रम प्लस -2 फ्रम प्लस लिने भए यसरी जान्छ। यसरी गर्दाखेरि हाइट त यसरी 0 को नजिक आइराछ, फंक्सन यसरी 0 को नजिक आइराछ, हो कि हैन? नन 0 बाई 0 फर्म छ, नन 0 बाई 0 फर्म छ। यहाँनिर पोजिटिभ नै छ 1, यहाँ कस्तो भयो त? यहाँ कस्तो भयो त? 0 को नजिक जाँदा पोजिटिभली 0 को नजिक गइराछ है, पोजिटिभली 0 को नजिक गइराछ। यहाँ पोजिटिभ भ्यालुहरु लिइकन 0 को नजिक गइराछ भने चाहिँ प्लस नै हुने भयो। यसको लिमिट कति आयो त? प्लस इन्फिनिटी आयो, प्लस इन्फिनिटी आयो। यो प्लस इन्फिनिटी आउन साथ के भयो त? प्लस इन्फिनिटी आउन साथ हामीले के भन्न पाए त? x इक्वल टु -2 इज अ भर्टिकल एसिम्प्टोट है। हामीले के भन्न पाए त यसको? x इक्वल टु -2 इज अ भर्टिकल एसिम्प्टोट भनेर हामीले भन्न पायौं, ओके। यसरी भन्न पाइयो, कुरो बुझ्यो नि है, यसरी भन्न पाइयो। अब यति बुझिसक्यो भनेपछि के गर्ने त अब? एउटा कुरा, अब के गर्नु त छैन, भर्टिकल एसिम्प्टोटको लागि चारवटामा एउटा मिल्नु पर्ने, एउटा मिलिसक्यो, इट्स ओके। भर्टिकलको लागि सक्यो, त्यो भ्यालु नै हामीले पत्ता लगाउने हो। अब हरिजन्टलकोमा चाहिँ लिमिट दुईटा फरक आउन सक्ने भएको हुनाले हामीले के गर्नु पर्यो? धन्न यसमा चाहिँ आएन, लिमिट फरक हुन सक्ने भएको हुनाले हामीले के गर्ने हो त? हामीले चाहिँ नि त्यो गर्नुपर्ने हुन सक्छ, के रे, दुईटै लिमिट लिनुपर्ने हुन्छ। त्यही भएर के रे, दुईटा लिमिट फरक पर्ने हुन सक्छ, त्यही भएर
दुईटै लिमिट लिने, दुईटा लिमिटबाट अलग अलग आयो भने दुईटा हरिजन्टल एसिम्प्टोट आउँछ। जेनरल मेथड चाहिँ यो भयो है, जेनरल मेथड चाहिँ यो भयो। अब ऱ्यासनल फङ्सनको लागि चाहिँ हामी अर्को भिडियोमा गर्छौँ। ओके, अनि योसँग रिलेटेड अरू एक्जाम्पलहरू हामी एक्जाम्पल भिडियोमै कभर गर्छौँ है। ल, अहिलेको लागि यति नै भयो। थ्याङ्क यू भेरी मच।